यो चाहिँ आफ्नै करेसी बारीमा उमारेको बेसनको सब्जी आज खाँदैछु। म चाहिँ खाना छोडेको छु। मासु मांस हरियो परियो धेरै धेरै बोइल गर्नुपर्छ है गाइस। एकदम स्वादिष्ट हरियो हरियो तपाईँहरू पनि यसरी नै हरियो परियोको चाहिँ बोइल गर्न होला। मासु मांसमा पसी नलाग्नु होला। मासु मांस परेपछि म चाहिँ हरियो परियो यसरी बोइल गरिरहेको तपाईँहरू जुन कक्षाबाट हेर्दै हुनुहुन्छ भने कहाँबाट कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। तपाईँहरूको करेसी बारेमा यस्तो बेचु छैन भने मलाई सक्दैन होला भन्दै यो भिडियोलाई सक्दो सेयर गर्दै इमान्दारपूर्वक एकअर्काप्रति साथी भनौँ 10K फलोवर्स पुऱ्याएर चाहिँ हामीले फेसबुकलाई